Hello guys, welcome to my main vlog. आज चाहिँ हामी शङ्खसरको होइन मामलिङबाट आज चाहिँ हामी कितिनी डाँडा जाँदैछौँ। अनि कितिनी डाँडा जाँदैछौँ, यो चाहिँ हाम्रो बाटो हुँदै हो होइन, हरियाली रुखहरू सबै हेर्दै जहाँ गयौँ हामी। अनि यो बाटो होइन कस्तो हुन्छ नि, अलिक ढुङ्गा भएको बाटो छ। अनि त्यसपछि हामी अब हुन्छ नि बाटो हुँदै हेर्दै मलाई चाहिँ नयाँ बाटो थियो होइन, नयाँ बाटो थियो हेर्दै गयौँ, सिनहरू पनि हेऱ्यौँ। अनि त्यसपछि हामी के भन्छ यहाँ यो सिन चाहिँ राम्रै छ होइन, कस्तो हरियाली सिन छ। यहाँ चाहिँ डाँडाहरू छ, यहाँ उठोने के छ। अनि हामीले हामी बाटोबाट हेर्दै निग्रो पनि टिप्यौँ। अनि यो हुर्पा भन्ने ठाउँ छ, यो चाहिँ तल अलिक तल चोपाचोक भन्ने हो। अनि हामी बाटो हेर्दै गयौँ होइन। बाटो चाहिँ यस्तै छ शङ्खसरको, अहिलेसम्म भनेको छैन तर भन्छ छिटै। अनि यहाँ यो चाहिँ हुम्लिङ स्कुल भन्छ यसलाई, प्राइमेरी स्कुल हो यो चाहिँ। हेर्नु कस्तो राम्रो रहेछ स्कुल। अनि यहाँ मकै बगानहरू, धान रोपेको छ। धान रोपेपछि अनि हामी बिस्तारै फेरि बाटो लाग्दै फेरि हिँडेर गयौँ। अनि यो चाहिँ भिरालो भन्छ अरे यहाँको। अनि मन्दिर पनि रहेछ यहाँ, मन्दिर पनि रहेछ। त्यसपछि हामी बिस्तारै अझै हिँड्दै गयौँ। यी फुलहरू, बाटोमा फुलहरू हेर्दै गयौँ। आँपको बोट पनि रहेछ, आँपको बोटहरू पनि हेरिरह्यौँ यहाँतिर बेसीतिर। अनि यो च्याउहरू, यो पनि एउटा स्कुल हो। यहाँ चाहिँ 10सम्म नै छ, मावि स्कुल हो। अनि यो पुरानो घरहरू पनि रहेछ क्या, यहाँ कति पुरानो घरहरू रहेछ। अनि त्यसपछि हेर्नु हामी कति तलसम्म आइपुग्यौँ, कहाँ माथि डाँडामा थियौँ भने कहाँ तल बेसीतिर आउँदै गयौँ। अनि बेसीतिर आउँदै आमा चुला लिएर तल झर्थ्यो हुनुहुन्छ, हाम्रो सल्लाहगारी होइन, सल्लाहगारीसँग पनि आयौँ। अनि यहाँ यो गाउँ त्यो तलको गाउँ हामी जाने हो, तलको चाहिँ गाउँ जाने हो। अनि त्यही भएर अझै हेर्न बाँकी नै छ यो चाहिँ अस्ति। अनि त्यसपछि फेरि तल त्यहाँ त्यो गाउँ हेर्दै हुनुहुन्छ, त्यहाँको गाउँ चाहिँ हामीले जानु थियो। सो अर्को पार्ट पनि आउँदैछ, वेट फर द पार्ट 2। हामीले के गऱ्यौँ त्यहाँ, के खायौँ भनेर। ओके बाई।